पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका मान्य सदस्यहरू, अब उक्त नियम धन्यवाद। मान्य सदस्यहरूलाई सभाको मर्यादामा रहन मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्नलाई अनुरोध गर्दछु। मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्न म निर्देशन दिन्छु। मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्न म निर्देशन गर्छु। मान्य सदस्यहरूलाई सभाको मर्यादामा बस्नको लागि म निर्देशन जारी गर्छु। मान्य सदस्यहरू, अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदन माथिका संशोधनकर्ता मान्य शम्भु प्रसाद ढकाललाई माननीय सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य शम्भु प्रसाद ढकालले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सदस्य शम्भु प्रसाद ढकालले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू,
अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य गणेश बहादुर विश्वकर्मालाई मान्य सभापति गणेश पराजुलीले जवाब दिने क्रममा स्वीकार्नु भएको बाहेक आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य गणेश बहादुर विश्वकर्माले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला, त्यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्, यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य गणेश बहादुर विश्वकर्माले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू सबै मान्य सदस्यहरूलाई सभाको मर्यादा कायम गर्नको लागि म जानकारी गराउँछु। सबै मान्य सदस्यहरू आफ्नो आफ्नो सिटमा बसेर सभाको मर्यादा कायम गर्नुहोस्। मान्य सदस्यहरू, यो बैठक आजै 15 मिनेटको लागि स्थगित हुन्छ। मान्य सदस्यहरू, आजै 15 मिनेटका लागि स्थगित गरेको बैठक सुरु हुन्छ। मान्य सदस्यहरू, हामी लोकतान्त्रिक प्रक्रियामा छौं। मान्य सदस्यहरू, यहाँहरूले
मान्य सदस्यहरूले हजुरले 5 मिनेट नार्नु हैन गलाइदिम 5 देखि 10 मिनेट गलाइदिम प्रवेश गर्न मान्य सदस्यहरूलाई म अनुरोध गर्छु। मान्य सदस्यहरू अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य सदस्य पर्मिला कुमारी गच्छदारलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य सदस्य पर्मिला कुमारी गच्छदारले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नु। मान्य सदस्यहरू अबको मस्यौदा प्रतिवेदनमाथिका संशोधन गर्दा मान्य सरस्वती लामालाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु। मान्य सदस्य सरस्वती लामाले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य सरस्वती लामाले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू अब उक्त नियमावलीको मस्यौदा प्रतिवेदनमाथिका संशोधनकर्ता मान्य सदस्य ताहिर अली भाटलाई मान्य सभापति गणेश पराजुलीले जवाफ दिने क्रममा स्वीकार्नु भएको बाहेकका आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने फिर्ता लिन समय दिन्छु। मान्य ताहिर अली भाटले आफ्नो संशोधन फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधनहरूलाई निर्णार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले मान्य ताहिर अली भाटले पेश गर्नुभएको संशोधन बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू